तपाईसँग जति पैसा छ त्यो पैसामा तपाईँ रमाउन सक्नुहुन्थ्यो, तर तपाईँ जति पैसा छ त्यसमा अब दुखी हुन्छ। किन भन्नाले विकल्प खोज्छ तपाईँ। अनि मान्छे त यति पागल छ नि यो पैसोको मामलामा। दुनियाँमा सबभन्दा बढी पैसा कमाएका इलन मस्क, ऊ मान्छे सुखी छैन यत्रो कमाएर। उनले परिवारलाई सुख राख्न सकेको छैन, न छोराछोरीलाई। सो मान्छेको दुःख अज्ञानताबाट कसरी आयो भने गरिब मान्छे इलन मस्क भन्दा पनि सुखी भएन क्या। इमेजिन इट। अब तपाईँको कल्पना छ अलि पैसा बढेको भए, अलि स्वास्नी फेरिएको भए, नयाँ छोराछोरी जन्मेको भए या नजन्मेको भए, जन्मेको भए, धर्म फेर्न पाएको भए कतिको, हो ठाउँ फेर्न पाएको भए कतिको देशै छोडेर पलायन भइरहेका छन्। सारा मान्छेको बुझाइ के छ त भने जे छ त्यसको फाइदा उठाउन नसक्ने अनि नभएको कुरा खोज्ने। जहाँ छ जे छ त्यसको फाइदा उठाउन सकेन भने नभएको कुराले त फाइदा दिँदैन।